ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्य दिनसम्म पुरुष, स्त्री र बुझ्नेहरूको उपस्थितिमा पढे र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढिएको कुरा ध्यानसँग सुने। शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मतन्याह, सेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खडा थिए। तिनको देब्रेपट्टि पदायाह, मिसाएल, मल्कियाह, हासुम, हासबदाना, जकरिया र मसुलाम उभिएका थिए। एज्राले पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सके किनकि तिनीहरूभन्दा तिनी उच्च खडा भएका थिए। जसै तिनले पुस्तक खोले सबै मानिसहरू खडा भए। एज्राले परमप्रभु महान परमेश्वरको प्रशंसा गरे र सबै मानिसहरूले आफ्ना हात उठाएर यसो भनेर जवाब दिए, आमीन, आमीन। त्यस पछाडि तिनीहरूले आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत गरे। लेवीहरू येशुवा, बानी, सरेब्याह, यामिन, अकुब, सबतै, होदियाह, मासेयाह, कलिता, अजरियाह, योजाबात, हानान, पलयाले चाहिँ मानिसहरूलाई आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए। तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए। तब राज्यपाल नेहेमिया, पुजाहारी, शास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर अनि नरो, किनभने व्यवस्थाका वचन सुनेर तिनीहरू सबै रुँदै थिए। तब नेहेमियाले तिनीहरूलाई भने, अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ र मिठो पेय पदार्थ पियो र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेऊ, किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहो, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो। लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, चुप लाग, किनभने आजको दिन पवित्र छ, उदास नहो। तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धुमधामसित उत्सव मनाउन गए, किनभने तिनीहरूले सम्झाएको कुरा अब तिनीहरूले बुझे। महिनाको दोस्रो दिनमा परिवारका मुख्य मानिसहरू, पुजारीहरू र लेवीहरूका साथमा व्यवस्था अध्ययन गर्न शास्त्री एज्राको सामुन्ने भेला भए। व्यवस्थामा 7औं महिनाका चाडको बेला छाप्रोमा बस्नुपर्ने भन्ने मोसाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा र आफ्ना सबै सहरहरूभरि र यरुसलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्ने कुरा पनि तिनीहरूले भेटाए। डाँडाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजुरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्याऊ जस्तै लेखिएको छ। यसैले मानिसहरू गएर हाँगाहरू ल्याए र हरेक आफ्नो घरको छाना र आँगनमा, परमेश्वरको भवनका चोकहरूमा र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आफ्नो निम्ति छाप्रो बनाए। निर्वासनबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नुनको छोरा यहोशुको पालादेखि त्यस दिनसम्म यो उत्सव इस्राएलीहरूले यसरी मनाएका थिएनन् अनि तिनीहरूको आनन्द असाध्यै ठुलो भयो। पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनहुँ एज्राले परमेश्वरका व्यवस्थाको पुस्तक पढे। तिनीहरूले 7 दिनसम्म यो चाड मनाए र 8औं दिनमा विधि अनुसार पवित्र सभा थियो। आमेन। यो वचन पढाइमा हामी सबैजनालाई परमेश्वरले आशिष दिनुभएको। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। पृथ्वीलाई पाहुदान बनाइकन स्वर्गको सिंहासनमा विराजमान रहनुहुने अति सर्वशक्तिमान पवित्र परम धन्य परमेश्वर, जसरी एज्राले
खडा भएर तपाईँको वचन प्रभु मानिसहरूलाई दिइरहेका थिए। त्यसरी नै प्रभु परमेश्वर तपाईँको वचनलाई प्रभु यस मण्डलीमा तोड्नको लागि म खडा भएको छु। मोसालाई जस्तै दानिएललाई जस्तै प्रभु तपाईँ मेरो ओठ जिब्रो भएर बोल्नुहोस्, ताकि तपाईँको वचन सुन्ने हरेक व्यक्तिहरू आशिषित हुन सकेको होस् र तपाईँको महिमा गर्न सकेको होस् भन्दै आजको यस वचनलाई तपाईँको हातमा समर्पण गर्दछौँ। प्यारो प्रभु येशू ख्रिस्टको नाउँमा आमेन। पढ्दै दिनुहोस् त। पढ्छु। सातौं अध्यायसम्म छोटोमा यसलाई अलिकति गरिदिनेछु। नेहमियाको 1 अध्यायदेखि 7 अध्यायसम्म हामीले के कुराहरू हेर्दै आयौँ। 11औं म्यासेजमा आइपुग्दाखेरि 11औं चोटिको परमेश्वरको वचनसम्ममा आइपुग्दाखेरि 1 अध्यायमा हामी भत्केको पर्खाल को बारेमा हामीले के गरेका थियौँ को बारेमा हेरेका थियौँ। समस्या सबभन्दा सुरुमा चाहिँ नेहमियाको किताब चाहिँ समस्याबाट सुरु हुन्छ। त्यो समस्या चाहिँ के हो भन्दाखेरि भत्केको पर्खालको बारेबाट सुरु हुन्छ नेहमियाको 1 अध्यायबाट। त्यस पछाडि 2 अध्यायमा आएर हामी के हेर्दैछौँ भन्दाखेरि समस्या भयो। त्यस पछाडि नेहमियाले प्रार्थना गर्यो, योजना बनायो र त्यसको प्रतिक्रिया स्वरूप नेहमियाले के गर्यो भन्दाखेरि त्यो पर्खाललाई कसरी निर्माण गर्ने, त्यो पर्खाललाई कसरी तयारी गर्ने, कसरी जाने, के गरेर हुन्छ। अनि त्यस पछाडि नेहमियाले के गरे, पहिलो कुरा परमेश्वरसँग प्रार्थना गरे। अनि परमेश्वरसँग प्रार्थना गरिसके पछाडि अनि के गरे त भन्दाखेरि योजना बनाए। जसरी हामीले आज त्यो ठाइबको तलतिर के गर्दैछौँ, एउटा मण्डली भवन निर्माण गर्दैछौँ। त्यो भवन निर्माण गर्दाखेरि हामी सुरुदेखि नै सायद लगभग 1.5 वर्ष भइसक्यो। 1.5 वर्षदेखि हामी के गर्दैछौँ भन्दाखेरि प्रार्थना, यसै मण्डलीको अगाडि प्रार्थना गरि नै रह्यौँ। अनि त्यस पछाडि योजना बनायो होइन, कसरी यो तयारी गर्ने। अनि त्योभन्दा जग्गा पाइसके पछाडि हाम्रो के गर्नुभयो भन्दाखेरि हाम्रो यहाँ 2 जना होइन धर्मगुरुहरू हुनुहुन्छ, उहाँले कसरी बनाउने भन्ने कुरा योजना गर्नुभयो। त्यसरी नै त्यो पर्खाल निर्माण गराउनको लागि नेहमियाले योजना। अनि तेस्रो अध्यायमा हामी हेर्दछौँ आज्ञाकारिता, यो सबभन्दा ठुलो कुरो हो। अनि नेहमिया गइसके पछाडि अनि यहाँ आज्ञाकारिता सबैले त्यो पर्खाल निर्माण गर्ने त्यहाँ प्रतिबद्धता गरेको हामी पाउँदछौँ। नेहमियाले मात्रै एक्लै गरे त गरेन, नेहमियाले एक्लै पुरा गर्न सक्ने क्षमता उसँग थिएन। अनि नेहमियाले अरू त्यहाँ यरुसलेममा भएका सबै व्यक्तिहरूलाई आह्वान गरे। आह्वान गरिसके पछाडि अनि ती व्यक्तिहरूले प्रतिबद्धता गरे। अनि उनीहरूले म पनि सहायता आफ्नो ठाउँबाट 3 अध्यायमा आफ्नो ठाउँबाट उनीहरूले के गर्न सक्दछ, आफ्नो ठाउँबाट त्यो पर्खाल बनाउनलाई उनीहरूले के गरे, खटे। आमेन। हामीहरू पनि मण्डली भवन आराधना, परमेश्वरको आराधना गर्नको लागि हामीले पनि आज के गर्दैछौँ, आफ्नै मण्डली भवन तयार गर्दैछौँ। हामीले पनि यो मण्डली भवनको लागि आफ्नो ठाउँबाट प्रतिबद्धता गर्नुपर्दछ। मलाई खुसी लाग्दछ हाम्रो के भाइको नाम वीरेन, हजुर वीरेन सर, समीर एकदम खटुको देख्छु क्या।
अचम्म लाग्छ होइन। हाम्रो समीर अनि हाम्रो पास्टर एकदम यस्तै खटेको लाग्दाखेरि म बुढो मान्छे खटेको त केही पनि होइन जस्तो लाग्छ। अनि म पनि आइतबार खट्न जान्छु। उनीहरूले त्यो खटेको देखेर होइन, उनीहरूले जस्तो तरिकाले खट्छ नि, नखाइ पानी पनि नखाइकन खटिया छ अनि एकछिन पनि बिसाउँदैन। अनि मलाई पनि उनीहरूको खटेको देखेर म पनि बुढौलीपना बिर्सिन्छु र जवान जस्तै खट्न मन लाग्दछ। आमेन। अनि म जति सक्छु होइन, अरू दिन त म सक्दिनँ होइन, अरू दिन त सक्दिनँ, तर आइतबार भए पनि के गर्छु भन्दाखेरि परमेश्वरको लागि म आफ्नो अरू काम छोडेर परमेश्वरको लागि मण्डली भवन बनाउनको लागि म के गर्छु, आज्ञाकारिता साथ प्रतिबद्धता गर्दछु। आज प्रियहरू, हामीले पनि त्यो मण्डली भवन आफैले एक्लै गर्न सक्दैनौँ उहाँहरू, हामीले सबैले गऱ्यौँ भने त्यो भवन निर्माण हुन कति पनि लाग्दैन। आमेन। त्यसैले गर्दाखेरि हामी प्रतिबद्धता गरौँ कि परमेश्वरको भवनको लागि आजैदेखि भोलिदेखि जति सक्नुहुन्छ तपाईँले, 1 घन्टा 1.5 घन्टा 2 घन्टा कति घन्टा सक्नुहुन्छ तपाईँले गर्नुहोस्। त्यो पनि सक्नुहुन्न भने तपाईँले आर्थिक कुराले गर्नुहोस्। त्यो पनि सक्नुहुन्न भने तपाईँले त्यहाँ 1 कप चिया दिएर पनि सहायता गर्नुहोस्। त्यो पनि सक्नुहुन्न भने त्यहाँ चिया बनाउने काम गरेर भए पनि तपाईँले सहयोग, यसमा परमेश्वरले तपाईँलाई आशीष दिनु। त्यस पछाडि 4 अध्यायमा हामी हेर्छौँ विरोध। 4 अध्यायमा निर्माण हुँदै जाँदाखेरि विरोध आए। विरोध गरेको कुराहरू पाउँदछौँ हामी होइन, विरोध गरेको। अनि विरोधको बावजुद पनि के गर्यो त भन्दाखेरि तिनीहरूको एकजुटताले गर्दाखेरि, तिनीहरूको प्रतिबद्धताले गर्दाखेरि पर्खाल बनाउने काम चाहिँ निर्माण भएन। सुरुमा हाम्रो पास्टर दिपेनज्यूले त्यहाँ हेर्दै जाँदाखेरि अनि अलिकति के यो गर्दै, अनि उहाँलाई भन्दै थियो त्यहाँ पनि चर्च भवन बनाउँदैछन् त अरे। अनि सायद त्यहाँको नजिकको मान्छेले यहाँ चर्च भवन बनायो भने हल्ला हुन्छ कि भन्ने उनीहरूले सोचेका थिए। अनि उहाँले बडो चतुर्याई साथ जवाब दिनुभएको कुरा हामीले सुन्यौँ। त्यो त के बनाउँदैछ अरे, त्यो चाहिँ एउटा होस्टेल बनाउँदैछन्। यहाँ हामी बाहिर चाहिँ के गर्दैनौँ भन्दाखेरि आवाज आउने तरिकाको चर्च बनाउँदैनौँ, हामीले चाहिँ यहाँ चर्च बनाउँदछौँ तर त्यसरी हामी आवाज तरिकाले साउन्डलेस तरिकाले हामी यहाँ आराधना गर्दछौँ उहाँले भन्नुभयो। अनि यहाँ पनि बाहिरबाट मानिसहरूले त्यो चर्च बनाउँछ भन्ने बित्तिकै त्यहाँ भित्रका मानिसहरूको हृदयमा हलचल भइसकेको छ। चर्च मानिसहरूको बिचमा हलचल भइसकेका छन्, भित्रै होइन कुरा चाहिँ फैलिसकेका छन्। हुनसक्छ मानिसहरूले त्यहाँ आज तिनीहरूले त्यहाँ केही नगर्ला, भोलि पर्सि अवश्य पनि यहाँबाट हुँदैन, तपाईँहरू के गर्नुहोस्, यो चर्च उठाएर लैजानुहोस्, गर्न दिँदैनौँ हामी भन्न सक्छ। तर पनि हामीहरू एकजुट भएर अगाडि बढ्यौँ भने आराधना गर्ने काम कहिल्यै पनि रोकिँदैन। आमेन। त्यस पछाडि 5 अध्यायमा भित्रबाट आउने समस्या हामी हेर्दछौँ। त्यो परिवारमा जब काम भयो, काम हुँदै जाँदाखेरि परिवार भित्रबाट आउने समस्या आयो, बाहिरबाट होइन भित्रबाट होइन। मानिसहरूले के भने भन्दाखेरि त्यहाँ मेरो आफूले मैले यस्तो राखेर सहायता गरेँ, मेरो यस्तो राखेर सहायता गरेँ, अब मसँग केही पनि छैन, मैले कसरी खट्ने भनेर भन्दै थियो। अनि नेहेमियाले यहाँ नि जोसँग तपाईँले लिनुभएको छ ती कुराहरूलाई मिनाहा गरिदिनुहोस् र हामी सबै परिवारभित्रको मानिसहरू हौँ। अनि त्यो मिनाहा भएको कुराहरू तिनीहरूले छोडिदियोस् र फेरि पनि तिनीहरू खटोस् भनेर। अनि त्यस पछाडि फेरि पनि सुरु भयो। अनि 6 अध्याय बाहिरबाट आउने फेरि समस्या आएको छ। अनि अध्याय 7 मा चाहिँ मानिसहरूको निर्माण पछिको जिम्मेवारी, सबै काम कति दिनमा सक्यो पर्खाल बनाउने काम?
कति दिनमा सक्यो? 52 दिन। 52 दिनमा तत्काल निर्माण बनाउने काम पनि सकिन्छ। अनि त्यस पछाडि 6औं अध्यायमा हेर्ने हो भने नेहेमियाले मानिसहरूलाई विभिन्न जिम्मा दिएको, पर्खालको जिम्मा अनि गायनको जिम्मा, अरू सबै कुराहरूको जिम्मा दिएको हामी पाउँदछौँ। त्यस पछाडि तल आएर हेर्ने हो भने 7को 8 पददेखि हेर्ने हो भने त्यहाँदेखि हाम्रो गएको परमेश्वरको वचनमा छुटे। त्यहाँदेखि हेर्ने हो भने एउटा ठुलो नाम लिस्ट हामीहरू पाउँदछौँ। त्यहाँबाट हेर्ने भने के पाउँदछौँ? ठुलो नाम लिस्ट पाउँदछौँ, नामको लिस्टहरू पाउँदछौँ। 73 पदसम्ममा हामी के पाउँदछौँ भन्दाखेरि ठुलो नाम लिस्ट पाउँदछौँ। अनि त्यो 73 पदसम्मको नाम लिस्टलाई चाहिँ 8 अध्यायले पनि के गर्दछ? समेट्दछ। पल्टाइदिनुहोस् त। 8 अध्यायले पनि के गर्दछ? समेट्दछ। अनि 8 अध्यायमा 3वटा खण्ड गरेर मैले तपाईँहरूको बिचमा प्रस्तुत एज्राद्वारा व्यवस्थाको पढाइ, असल दिनको खुसियाली र परमेश्वरको नियमको पालना भन्ने 3वटा खण्डलाई लिएर म तपाईँहरूको बिचमा परमेश्वरको वचन दिन गइरहेको छु। त्योभन्दा पहिले एउटा सानो उखान म तपाईँहरूको बिचमा भन्न गइरहेको छु। सुन्नु भएको छ होला, एकपल्ट बाबु र छोरा खोला तर्न लागिरहेका थिए। बाबु र छोरा खोला तर्न लागिरहेका थिए। अनि बाबु र छोरा खोला तर्नै लाग्दाखेरि बाबुले सानो छोरालाई भन्छ, छोरा मेरो हात मजाले पक्र है, नभए खोलाले के गर्छ? बगाउँछ। बाबुले के भन्छ सानो छोरालाई, यत्रै यत्रै होला, अनुमान गरौँ, छोरा मेरो हात चाहिँ तरौ गरी पक्र है, नभए के गर्छ? बगाउँछ। खोलाले बगाउँछ। तर छोराले के गरेन? बाबुको हात पक्र्यो? पक्रेन। बाबुको हात पक्रेन। छोराले बाबुको हात पक्रेन। सुन्नु भएको छ यो? छैन। बाबुको हात पक्रेन। फेरि 3-4 चोटि बाबुले छोरालाई भन्छ, छोरा हात पक्र न, किन नपक्रेको? पक्र, मेरो हात पक्र, नभए खोलाले बगाउँछ। अनि त्यस पछाडि छोराले पक्रेन। अनि के गर्यो? बाबुले नै छोराको हात पक्र्यो। बाबुले नै छोराको हात पक्रेपछि अनि दुवैजना के गर्यो? खोला पार भयो। दुवैजना बाबु छोरा खोला पार भयो। त्यस पछाडि छोराले के भन्यो होला? छोराले के भन्यो? हजुर, छोराले के भन्यो होला? हजुर, हातै नपक्रिमा पनि तरे त भन्यो। छोराले बडो रहस्यको कुरा भन्यो, बुबा म सानै छु, यदि मैले तपाईँको हात पक्रे भने मेरो हात कलिलो छ, मेरो हात कमजोर छ। यदि मैले तपाईँको ठुलो हात पक्र्यो भने खोलाको मेरो हात फुस्केर त्यो खोलाको के भन्छ? रेत होइन, के भन्छ त्यसलाई? स्पिडले तपाईँको पक्रेको ठुलो हात मेरो हात फुस्केर मलाई बगाइदिने थियो। अनि मलाई विश्वास छ तपाईँ चाहिँ दह्रोसँग पक्रिनुहुन्छ, त्यसैले गर्दाखेरि म तपाईँलाई पक्रिनँ, म छुट्न सक्थेँ। त्यो खोलाको त्यो रेतमा म छुट्न सक्थेँ, त्यसैले म पक्रिनँ। मलाई विश्वास छ यदि तपाईँले मलाई दह्रोसँग पक्रिनु भयो भने यो खोलाले मलाई के गर्न सक्दैन? बगाउन सक्दैन। यसैले गर्दाखेरि म
बुवा म तपाईँको हात पक्रिनँ, मलाई विश्वास छ मैले पक्रियो भने बग्छु, तर तपाईँले मलाई पक्रिनु भयो भने म खोलाले मलाई बगाउँदैन, म सुरक्षा साथ के गर्नेछु, खोला पार गर्नेछु। आमेन। प्रियहरू, आज यो 8 अध्याय पनि प्रियहरू यसैमा आधारित छ। यो 8 अध्याय पनि प्रियहरू यसैमा आधारित छ। पढाइदिनुहोस्। सबै कुरा म भन्दिनँ, तर म यसभित्र भएका कुराहरू मात्रै म रातो रातो जहाँ जहाँ छ त्यस्तै ठाउँमा मात्रै कुराहरू भन्दछु। पर्खाल निर्माण भयो, पर्खाल निर्माण भयो, अनि नेहेमियाले सोचेको कुरा चाहिँ एउटै यही थियो कि पर्खाल पूर्ण रूपमा निर्माण थियो। अनि उसले सोचे पर्खाल निर्माण भयो भन्दैमा के मानिसहरू सुरक्षित छन् त? पर्खालको काम के त भन्दाखेरि सुरक्षा दिने, हैन? पर्खालको काम मानिसहरूलाई सुरक्षा दिने, हरेक दुश्मनको आक्रमणबाट बचाउने कुरो थियो। अनि नेहेमियाले के गर्यो त भन्दाखेरि त्यो पर्खाल निर्माण गर्यो। निर्माण गरिसके पछाडि मानिसहरूले के सोचे, अब त हामीहरूलाई चाहिँ के भयो भन्दाखेरि सुरक्षित भयो, बाहिरको आक्रमणबाट हामीलाई के भयो त भन्दाखेरि सुरक्षा भयो। अब बाहिरको आक्रमणले हामीलाई, हामीहरूको दुश्मनको आक्रमणले हामीलाई केही पनि गर्न सक्दैन। तर नेहेमियाले चाहिँ कहिल्यै पनि त्यो सोचेन। नेहेमियाले मानिसहरूलाई त सुरक्षा दियो, तर नेहेमियाले यहाँ के सोच्दछ भन्दाखेरि यदि मानिसहरूमा चाहिँ यदि परमेश्वरको वचन छैन भने यिनीहरू के छैनन् त भन्दाखेरि आत्मिक रूपले सुरक्षित छैनन्। परमेश्वरको वचन छैन भने, यदि यिनीहरूमा व्यवस्था छैन भने, यदि यिनीहरूको हृदयमा आत्मिक कुराहरू छैन भने बाहिरीय सुरक्षाले के गर्न सक्दैन, केही पनि हुन सक्दैन। सबभन्दा ठुलो कुरो चाहिँ मानिसहरूलाई चाहिँ के गर्नु पर्दछ भन्दाखेरि आत्मिक सुरक्षा चाहिन्छ। बाहिरको सुरक्षाले केही पनि हुँदैन, आत्मिक सुरक्षाले हुनु पर्दछ। त्यसैले गर्दाखेरि नेहेमियाले एउटा विचार गरे, मानिसहरूलाई परमेश्वरको वचन दिने विचार गरे। किन भन्दाखेरि यिनीहरू यति कमजोर भइसकेका थिए, परमेश्वरको वचनमा यति कमजोर भइसकेका थिए कि कल्पना गर्न नेहेमियाले सकेका थिएन। किन भन्दाखेरि यिनीहरू 70 वर्षसम्म कहाँ थिए? 70 वर्षसम्म चाहिँ निर्वासन गइसकेका थिए। 70 वर्षसम्म उनीहरूले परमेश्वरको वचन पढ्न पाएका थिएनन्, परमेश्वरको वचन कस्तो छ देख्न पाएका थिएनन्, अनि परमेश्वरको वचन चाहिँ हेर्न पाएका थिएनन्। अनि परमेश्वरमा यति कमजोर भइसकेका थिए कि त्यो एउटा पोस्ट एक्जाइलिक भन्ने किताब छ। पोस्ट एक्जाइलिक जुन किताब छ, त्यो पोस्ट एक्जाइलिक अनि पोस्ट एक्जाइलिक किताब जुन हग्गाई, जकरिया, मलाकी तीनवटा किताबलाई चाहिँ पोस्ट एक्जाइलिक किताब भन्छ। त्यो किताब पढ्नु भयो भने नि थाहा पाउनु पर्दछ कि तिनीहरू त्यो पोस्ट एक्जाइलिक किताबमा चाहिँ तिनीहरूले चाहिँ त्यो बन्दी भएर आएदेखि, इस्रायलमा आएदेखि, इस्रायल देशमा आएदेखि तिनीहरूको आत्मिक जीवन कस्तो कमजोर थियो, हैन? आत्मिक जीवन तिनीहरूको कमजोर भएको कारणले गर्दाखेरि के कष्ट कठिनाइहरू आइसकेको थियो भन्ने कुरा ती किताबहरूमा चाहिँ दर्शाइएको छ। ती किताबहरूमा चाहिँ दर्शाएको छ। अनि यी कुराहरू चाहिँ नेहेमियाले थाहा पाए। प्रियहरू, हामीले पनि हैन
हामीले पनि हाम्रो जीवनमा जतिसुकै ठुलो पर्खाल किन नबनाऊ, हाम्रो जीवनमा धनको ठुलो पर्खाल किन नबनाऊ, विद्याको होइन विद्याको ठुलो पर्खाल किन नबनाऊ, मानिसहरूको प्रभाव पार्ने ठुलो पर्खाल चाहिँ किन न, यस्तै अन्य ठुलो पर्खाल हामीले किन नबनाऊ। यदि हाम्रो हृदयमा चाहिँ परमेश्वरको वचन छैन भने हामी पनि के गर्छौँ भन्दाखेरि गर्लाम गुर्लुम के गर्छौँ, ढल्छौँ। हामी पनि परमेश्वरको वचनको पर्खाल हाम्रो हृदयमा छैन भने हामी गर्लाम गुर्लुम ढल्छौँ। तपाईँहरूले हेर्दै हुनुहुन्छ अघि गएको योभन्दा गएको वचनमा मैले अन्तिममा के कुरा भनेको त परमेश्वरको चुनिएको जाति भनेर कसलाई भन्दछ भन्दाखेरि इस्राएली जातिलाई भन्छ। पुरानो करारमा परमेश्वरले चुनिएको जाति भनेर इस्राएलीलाई भन्छ। तर त्यही इस्राएली संसारको सबभन्दा के जाति अरे, पीडित जाति। कहिले कता एक्जाइल गरेर कैदी बनाएर लगिया छ, कहिले कसबाट आक्रमण भएर आफ्नै वासस्थान उठेर गएको छ, कहिले होइन छोराले बाउलाई राज्य गर्दा गर्दै लखेटी दिएको छ, कहिले कसलाई मारिदिएको छ। संसारको सबभन्दा पीडित जाति नै को हो त भन्दाखेरि इस्राएली जाति नै हामी पुरानो कर। किन भन्दाखेरि शारीरिक सुरक्षा तिनीहरूले गरे, मान र इज्जतको सुरक्षा तिनीहरूले गरे, धनको सुरक्षा तिनीहरूले गरे होइन। संसारको सबभन्दा धनी व्यक्ति सोलोमनलाई धनको पर्खाल तिनीहरू बनाए, मान र इज्जतको पर्खाल बनाए, बुद्धिको पर्खाल बनाए। तर परमेश्वरको वचनको पर्खाल तिनीहरूले के गर्न सकेनन्, बनाउन सकेनन्। त्यसैले गर्दाखेरि प्रियहरू सबभन्दा दुखी र पीडित जाति इस्राएली जातिहरूलाई भनिन्छ। किनभने बारम्बार परमेश्वरको वचनलाई अवहेलना। हामीहरूको जीवनमा पनि प्रियहरू यदि परमेश्वरको वचन चाहिँ हामीहरूको जीवनमा छैन भने नि हामी जतिसुकै मान इज्जत सबै कुराहरू कमायौँ भने त्यो सबै के हुन्छ, गर्लाम गुलुम ढलेर जान्छ। काङ्ग्रेस र एमाले जस्तै होइन, काङ्ग्रेस र एमालेको जस्तै हालत हुन्छ। तिनीहरूले पनि घमण्ड गरेका थिए नि होइन, त्योभन्दा अगाडिको कुरा कति घमण्ड गरेका थिए होइन। माफ गर्नु होला, कोही काङ्ग्रेस हुनुहुन्छ, कोही एमाले हुनुहुन्छ होइन, माफ गर्नु होला मैले त्यो तपाईँलाई हर्ट गर्नु, तर घमण्ड गरेका थिए नि। कति घमण्ड थियो तिनीहरूको होइन होइन, कति घमण्ड थियो। त्यो घमण्ड कसले तोडिदिए, कसले तोडिदिए? घन्टीले होइन प्रियहरू, घन्टीले तोडेको हो होइन, जनताले तोडेको हो। कसले तोडेको हो? जनताले तोडेको। घन्टीले तोडेको होइन। तपाईँले भन्छ घन्टीले तोडेको हो, घन्टीले तोडेको होइन, जनताले तोडिदिएको हो। अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहालले के भन्छ फेसबुकमा हेर्दै हुनुहुन्छ, थाहा छ? हिजो आजको घटना, माओवादीको पैसा खाएर, माओवादीको प्रचार गरेर अनि माओवादीसँग हिँडेर घन्टीमा भोट लगाउने व्यक्तिहरूलाई छानी छानी के गर्छु अरे, कारबाही गर्छु। सुन्दै हुनुहुन्छ नि, फेसबुकमा छ, तपाईँले यो गर्नु छानी छानी कारबाही गर्छु अरे, पार्टीबाट निकाल्छु। तर प्रियहरू तिनीहरूको के थिएन, परमेश्वरको डर र भय थिएन, जनताप्रतिको डर भय उत्तरदायित्व थिएन। अनि जनताले के गर्दे, तिनीहरूलाई पाखा लगाइदिए। घन्टीले जितेको होइन, तर जनताले जितेर पठाएको हो। प्रियहरू यदि परमेश्वरको वचन पनि, म तपाईँहरूको बिचमा भन्छु, परमेश्वरको वचन यदि हामीहरूको हृदयमा छैन भने नि हामी जतिसुकै धनी भए पनि, जतिसुकै पढाइको भए पनि, जतिसुकै मान र इज्जतको भए पनि हामी के हुन्छ, लड्छौँ।
डर छ, सक्दैन उठ्नलाई। प्रियहरू, हामी फेरि त्यस पछाडि हेर्नेछौँ। होइन, त्यही नै 21 7औं महिना लाग्दा जब इस्राएलीहरू आफ्ना आफ्ना सहरमा स्थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाको सामुन्नेको चोकमा एउटै मानिस जस्तै गरी भेला भए। परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको मोसाको व्यवस्था पुस्तक ल्याउन तिनीहरूले शास्त्री एज्रालाई भने। कसलाई भने? शास्त्री एज्रालाई भने। अनि यो कुरो नेहेम्यालाई पक्कै थाहा थियो। मानिसहरू 70 वर्ष कैदमा रहँदाखेरि यिनीहरू खोक्रा भइसकेका छन्, परमेश्वरका वचन बिर्सिसकेका छन्, अनि परमेश्वरको वचनको कुराहरू यिनीहरूलाई याद छैन। अब हामीले यो यरुशलेमको सुरक्षा गर्ने हो भने यिनीहरूलाई चाहिँ आत्मिक रूपमा के गर्नुपर्दछ? उठाउनु पर्दछ, आत्मिक रूपमा तयारी गर्नुपर्दछ। अनि यहाँ हेर्दै जाँदाखेरि नेहेम्या पनि परमेश्वरको वचनमा कमजोर देखेका हामी पाउँदछौँ। आत्मिक रूपमा शारीरिक रूपमा, प्राणिक रूपमा सबै कुरामा तयारी थियो। ऊ आफै पनि के थिएन भन्दाखेरि परमेश्वरको वचन सुनेको थिएन, परमेश्वरको बारेमा, त्यो व्यवस्थाको बारेमा थाहा थिएन। तर एउटै कुरो उसलाई थाहा थियो कि एज्रा चाहिँ एउटा यस्तो व्यक्ति हो जसले हामीहरूलाई के गर्न सक्दछ? परमेश्वरको वचन सुनाउन सक्दछ, परमेश्वरको वचनको बारेमा दिन सक्दछ। अनि उसले चाहिँ एज्राको आइडेन्टिटीको बारेमा यहाँ भन्छ। एज्रा 7 अध्यायको 1 देखि 5 पद पढिदिनुहोस् त, कसैले पाउनु भएको छ भने। यी घटनापछि फारसका राजा अर्थशास्त्रको राज्यकालमा एज्रा बेबिलोनबाट उक्लेर आए। तिनी सरायाका छोरा, जो अजयाका छोरो, जो हिजकियाका छोरो, जो समुएलका छोरो, जो सदाकका छोरो, जो अहिबुदका छोरो, जो अमर्याहका छोरो, जो अजर्याहका छोरो, जो मराहयतको छोरो, जो जराहतको छोरो, जो उब्जनीको छोरो, जो जुक्कीको छोरो, जो अबिसुरको छोरो, जो पिनासको छोरो, जो एलाजारका छोरो र प्रधान पुजारी हारूनका छोरो थिए। प्रधान पुजारी कसका छोरा थिए अरे? हारूनका थिए। 10 पद पढिदिनुहोस्। नेहेम्याले एज्राको आइडेन्टिटी त्यहाँ यसरी प्रस्तुत गर्दछ। किनकि एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न, इजरायलमा धर्म विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए। आमेन। के अरे? एज्राले धर्म विधिहरू सिकाउन, पालन गर्न के गरेका थिए? आफैलाई समर्पण गरेका थिए। भन्नुको अर्थ यसले एज्राको आइडेन्टिटी चाहिँ यसरी दिन्छ कि ऊ एउटा प्रधान पुजारीको छोरो थियो। उसलाई चाहिँ व्यवस्था चाहिँ उसलाई कण्ठस्थ थियो। यसैले गर्दाखेरि उसले के गर्यो त भन्दाखेरि व्यवस्थाको किताब उसले कण्ठस्थ छ। नेहेम्याले उसलाई चाहिँ बोलायो, व्यवस्थाको किताब पढ्नलाई चाहिँ उसलाई बोलायो। कि मानिसहरू 70 वर्षसम्म व्यवस्थाको पुस्तक त भुलिसकेका थिए, परमेश्वरको वचनमा अपरिपक्व थिए, आत्मिक रूपमा उनीहरू सुन्ने थिए। अनि नेहेम्याले के गर्यो त भन्दाखेरि बोलायो। कसलाई? एज्रालाई, परमेश्वरको वचन जान्ने व्यक्तिलाई चाहिँ बोलायो। त्यस पछाडि 2 पदमा यसर्थ 7औं महिनाको पहिलो दिनमा पुजारी एज्राले समुदायको सामुन्ने अर्थात् सुनेका कुरा बुझ्न सक्ने सबै पुरुष र स्त्रीहरूका सामुन्ने व्यवस्थाको पुस्तक ल्याए। व्यवस्थाको पुस्तक अहिलेसम्ममा कोसँग सुरक्षित रहेछ त? एज्रासँग मात्रै सुरक्षित रहेछ, अरू कसैसँग थिएन। त्यो जलिसकेको थियो। 586 BC मा त्यो जलिसकेको थियो। त्यसको इतिहास नाम निशानै मेटिसकेको थियो। भने
अलिकति साथ जोगाएर राखेको थियो कसले? एज्राले उनको घरमा थियो होला। यो कुरो जब एज्राले यरुशलेममा आए भवन निर्माण गर्नको लागि, त्यतिखेर सायद उसले लिएर आएको हुनुपर्छ। अनि यो कुरो चाहिँ नेहेमियाले अनि समुदायको सामने सुनेका कुरा, तीनवटा कुरा समुदायको सामुन्नेमा के गर्यो? सुनेका कुरा बुझ्न सक्ने, सुनेका कुरा बुझ्न सक्ने प्रभु येशू ख्रिस्टले धेरैचोटि के भन्नु? जसको कान छ उसले सुनोस्, त्यसले सुनोस्। प्रभु येशू ख्रिस्टले धेरैचोटि आफ्नो सेवाकालको दौरानमा धेरैचोटि भन्नुभयो, जसको कान छ त्यसले सुनोस्। कानै नभएको हो त प्रियहरू? कदापि होइन। तर परमेश्वरको वचन ग्रहण गर्ने व्यक्ति, परमेश्वरको वचन सुन्नलाई तृष्णा गर्ने व्यक्तिलाई भन्नुभएको। अघि हामी आराधना गर्दाखेरि के गायौँ अरे? के तृष्णा भन्ने? तृष्णा के खोलाको के जस्तै अरे? मरुभूमिमा पानी खोज्ने यात्री चाहिँ। नेपालमा मरुभूमि छैन। म हाम्रो सन्तोष योङहाङको विवाहमा गएको थिएँ। सन्तोष योङहाङको विवाहमा जाँदाखेरि अनि यताबाट गयौँ। जाँदै त्यो डाँडा काँडा मलाई त्यो थाहा भएन। हाम्रो मछिन्द्र लाउतीले कताबाट लैजानु भयो अनि मलाई थाहा भएन। अनि जाँदाखेरि यस्तो ठाउँमा आइपुग्यौँ। यस्तो उकालोमा अब पानी छैन। मलाई तिर्खा लागिसक्यो, अरू व्यक्तिहरूलाई तिर्खालाई पानी छैन। अनि त्यस पछाडि मैले मछिन्द्र लाउतीलाई भने, यहाँ त तिर्खा लाग्यो, कतै पानी छैन। अनि उहाँले भन्नुभयो, दाइ यहाँ त पानी त छैन त, अब तल जानुपर्छ। अब 2 घन्टा जति तल जाउँ, त्यस पछाडि पानी पाइन्छ, नभए त पानी पाइँदैन भनौँ। बडो फसाद लाग्यो। अनि कस्तो तिर्खा। अनि मैले त्यो अनुभव त्योसँग बाँडेँ कि जहाँ पानी छैन नि त्यहाँ चाहिँ तिर्खा लाग्यो भने मानिसहरूलाई चाहिँ कस्तो हुन्छ भने। त्यसरी नै यहाँ चाहिँ भन्छ कि सुनेका कुरा बुझ्न सक्ने, जसलाई चाहिँ परमेश्वरको वचनको चाहिँ तिर्खा लागेको छ, परमेश्वरको वचनको चाहिँ आवश्यकता छ, ती व्यक्तिहरू यहाँ छ। तर सबै पुरुष र स्त्रीको सामान्य व्यवस्थाको पुस्तक ल्याए, बुझ्न सक्ने, सबैले बुझ्न सक्ने। अहिलेसम्ममा हेर्ने भने 70 वर्षसम्ममा होइन, 70 वर्षसम्म तिनीहरूले के गरेका थिएनन्? पढेका थिएनन्। तल हिँड्दै जाँदाखेरि जब परमेश्वरको वचन सुने होइन, परमेश्वरको वचन सुने मानिसहरू रोएको कुराहरू हामी पाउँदछौँ। के पाउँदछौँ? मानिसहरू रोएको कुराहरू हामी पाउँदछौँ। किन भन्दा 70 वर्षसम्म तिनीहरूले सुनेकै थिएन। अनि तिनीहरू चाहिँ सबै पुरुष र अनि त्यसपछि तिनले त्यहाँबाट पानी ढोकाको सामने चोकपट्टि फर्केर बिहानदेखि मध्य दिनसम्म, के अरे बिहानदेखि मध्य दिनसम्म कति घन्टा हुन्छ? ती लेखिदिनु। कति घन्टा हुन्छ? 6 घन्टा हुन्छ। एज्राले दिनै पछि हप्ता दिनसम्म त्यहाँ तल हिँड्दै जाँदाखेरि हप्ता दिनसम्म 6 घन्टा परमेश्वरको वचन के गरे? मानिसहरूलाई भने। हामी कति घन्टा उपस्थित हुन्छौँ यहाँ? 2 घन्टा पनि ढिलो आइन्छ। 2 घन्टा पनि हामी उपस्थित हुनलाई गाह्रो छ। परमेश्वरको वचन सुन्नलाई गाह्रो छ। हामी यहाँ उपस्थिति छौँ, तर हाम्रो मन चाहिँ हाम्रो पसलमा छ। हामी यहाँ छौँ, हाम्रो मन चाहिँ कता घुमिरहेको हुन्छ। फुटसलमा छ ल कसै? फुटसलमा छ। हाम्रो काममा छ। तर यिनीहरू चाहिँ त्यस्तो 6 घन्टा भनेपछि एज्राले 6 घन्टा उभिएर परमेश्वरको वचन दिनु भनेको यहाँ हो।
एज्रा अनि मानिसहरूले परमेश्वरको वचन 6 घण्टा सुन्नु भनेपछि यहाँ हो होइन प्रियहरू 6 घण्टा उभिएर हिँड्दै जाँदाखेरि उभिएर सुनेको कुराहरू हामी पाउँदछ उभिएर सुनेको फटक्कै खुट्टा गले होला त के गरे होला अनि जब परमेश्वरको वचनको मानिसमा प्रियहरू तृष्णा हुन्छ नि हामीलाई केही कुराले रोकेर रोकिँदैन छेकेर छेकिँदैन भन्ने एउटा गीत छ नि कहिले केही कुराले पनि रोकिँदैन प्रियहरू अनि तल हिँड्दै जाउँ अनि 6 घण्टासम्म के गरे त भन्दाखेरि मानिसहरूलाई वचन बोल्दै रहे अनि तिनीहरूले चाहिँ ध्यानसँग सुने के गरे भन्दाखेरि ध्यानसँग सुने त्यहाँ हेर्नु त ध्यानसँग सुने रातो यसमा हेर्दै जाँदाखेरि यहाँ हामी पाउँदछौँ ध्यानसँग बडो कान लगाएर सुने होइन विचार गरेर सुने परमेश्वरको वचन एज्राले कसरी बोल्दैछ प्रत्येक अध्याय र पद अहिलेको जस्तो अध्याय र पद थिएन र के भनिरहेको छ राम्रोसँग सुने होला तिनीहरूले टासको मस गरेनन् तिनीहरूले यताउता गरेनन् तिनीहरूले साथ हाई गरेनन् होला खुट्टा मेरो गल्यो भनेर तिनीहरूले भनेनन् होला अनि यताउता गरेनन् होला ध्यानसँग सुन्नुको अर्थ हामीहरूको भाषामा ध्यानसँग हुँदैन अनि हामीहरूको कन्सल्टेन्टले भन्यो होइन तिमीहरूको राजवंशी भाषामा त मुख गरेर सुनेको लेखिएको छ त यो ध्यानसँग सुनेर लेख भन्दा हुँदैन अनि राजवंशी भाषामा चाहिँ त्यो ध्यानसँग सुन्नु शब्द चाहिँ हुँदैन मुख चाहिँ गरेर सुनेको हो भन्ने हुन्छ हामीहरूको राजवंशी भाषामा अनि यो मुख गरेर सुन्यो भने के हुन्छ ध्यानसँग सुन्यो भने प्रियहरू ध्यानसँग सुने हलचल गरेन त्यस पछाडि शास्त्री एज्रा जस्तै कामको लागि बनाएको एउटा कोठाको मञ्चमा उभिए तिनले दाहिने हातपट्टि तिनको छेउमा यी व्यक्तिहरू राखे दाहिने र देब्रेतिर राखे त्यस पछाडि 5औं पदमा आएर एज्राले पुस्तक खोले सबै मानिसहरूले तिनलाई देखे किनकि तिनीहरूभन्दा तिनी उच्चमा खडा भएका थिए यस्तै तिनले पुस्तक खोले र सबै मानिसहरूका माझ खडा भए 6 पदमा एज्राले परमप्रभु महान परमेश्वरको प्रशंसा गरे हैन एज्राले परमप्रभु महान परमेश्वरको प्रशंसा गरे एज्राले मानिसहरूलाई पहिलो स्थान दिन जब पुस्तक खोले नि एज्राले मानिसहरूको प्रशंसा गरेन कसको प्रशंसा गरे भन्दाखेरि परमेश्वरको प्रशंसा गरेर सबै मानिसहरूले आफ्नो हात उठाएर यसो भनेर जवाब दिए आमेन आमेन त्यसपछि तिनीहरूले आफ्नो आफ्नो शिर निहुर्याएर परमप्रभुको सामुन्नेमा नम्रतापूर्वक दण्डवत गरे नम्रतापूर्वक अनि 7मा लेवी अनि 6मा नम्रतापूर्वक दण्डवत गरे यसले के सिकाउँछ नम्रतापूर्वक दण्डवत गरे पाँच पदमा एज्रा पनि देखे तिनीहरूले सबैभन्दा तिनीहरू उच्चमा खडा भएका जसै तिनीहरू पुस्तक सबै मानिसहरू के भए अरे के भए पुस्तक खोल्ने बित्तिकै सबै मानिसहरू के भए देख्न सके के भए तिनी उच्च खडा भएका थिए सबै मानिसहरू खडा भए संसारमा एउटै गीत छ जो बसेर गाइँदैन त्यो कुन गीत हो राष्ट्रिय गान संसारमा एउटै गीत छ त्यो गीत कहिले पनि बसेर गाइँदैन प्रियहरू खडा भएर गाइन्छ कसरी कुनै देशमा यसरी मुटुमा हात राखेर गाइन्छ त्यही गान खडा भएर गाइन्छ कहिले पनि बसेर गाइँदैन किन खडा भएर गाइन्छ तपाईलाई थाहा छ किन खडा भएर गाइन्छ किन बसेर गाउँदा पनि त हुन्थ्यो नि देशलाई सम्मान गर्न आदर इज्जत दिनलाई
देशलाई इज्जत गर्नलाई, शहीदहरूको इज्जत गर्नलाई, मानिसहरूको इज्जत गर्नलाई के गरिन्छ भन्दाखेरि खडा भएर गाइन्छ। यहाँ पनि पुस्तक खोल्ने बित्तिकै सबै मानिसहरू के गरे? खडा भए इज्जत दिए। कसलाई इज्जत दिए? परमेश्वरलाई इज्जत दिए। यहाँ परमेश्वरलाई इज्जत दिए, परमेश्वरलाई पहिलो स्थान दिए, परमेश्वरको इज्जत गरे र परमेश्वरलाई आदर दिए। कसले? मानिसहरूले। इस्राएलीहरू त्यतिकै महान भएका होइनन् प्रियहरू। अहिले पनि इस्राएलीहरू परमेश्वरको नाम यहोवा भनेर कहिल्यै पनि उल्लेख गर्दैनन्। यहोवा भनेर कहिल्यै पनि उल्लेख गर्दैनन्। परमप्रभु भन्छन् कि त प्रभु भन्छन्। कहिल्यै पनि यहोवा भनेर उच्चारण गर। कति इज्जत दिएको प्रियहरू। यसले के देखाउँछ भन्दाखेरि यदि हामीहरू महान हुन चाहन्छौँ भने, यदि हामीहरू असल व्यक्ति हुन चाहन्छौँ भने, यदि हामीहरू असल बुवा, असल आमा, असल छोरा छोरी अथवा असल सबै थोक असल नेता हुन चाहन्छौँ भने, योग्य व्यक्ति हुन चाहन्छौँ भने परमेश्वरको वचनलाई हामीले के गर्नुपर्दछ? आदर गर्नुपर्दछ। आमेन। हामीहरू बाहिरी पर्खालले सुरक्षित हुन सक्दैन। परमेश्वरको वचनको पर्खाल हामीहरूमा बनाउनु पर्दछ, अनि मात्रै के गर्छ त भन्दाखेरि हामीहरू सुरक्षित हुनुपर्छ। यही कुरा सबै खडा भए। त्यस पछाडि एजराले पनि हामी हेर्दछौँ महान परमेश्वरको प्रशंसा गरे। एजराले परमेश्वरको प्रशंसा गरे। अनि त्यस पछाडि तल तिनीहरूले परमेश्वरको व्यवस्थापन राम्ररी पढेर यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए। कसले भन्दाखेरि एकछिन यो लेवीहरूले बुझाइदिए। लेवी भनेको काम गर्ने, त्योभन्दा अगाडि लेवीहरू चाहिँ काम गर्ने व्यक्तिहरू। यहाँ हामीले पनि धेरै व्यक्तिहरू पाउँदछौँ, मण्डलीमा धेरै व्यक्तिहरू पाउँदछौँ, के काम गर्ने व्यक्तिहरू। अनि त्यस पछाडि परमेश्वरको वचन मानिसहरूले नबुझेका व्यक्तिहरूलाई लेवीहरू ठाउँ ठाउँमा गएर मानिसहरूलाई परमेश्वरको वचनको चाहिँ अर्थ बुझाएको हामी पाउँदछौँ। अनि प्रिय मण्डलीमा पनि हामीहरू बुझेनौँ भने बुझ्ने व्यक्तिहरूले चाहिँ नबुझ्ने व्यक्तिहरूलाई के गर्नुपर्छ बताउनु। त्यस पछाडि अन्तमा जाउँ, क्लिक गर्नुहोस् त। इम्प्याक्ट यो एक 8 अध्यायको 1 पददेखि 8 पदसम्म भर्दाखेरि शिक्षा चाहिँ के पाउँछ? परमेश्वरको व्यवस्था पालन नगरेसम्म हामी सुरक्षित र बलियो हुन सक्दैनौँ। आमेन। आमेन। परमेश्वरको वचन यदि हाम्रो हृदयमा छ भने हामी सुरक्षित हुन्छौँ, हामी आत्मिक रूपले सुरक्षित हुन्छौँ, आत्मिक रूपले बलियो हुन्छौँ, अनि हामी के गर्छौँ? अगाडि बढ्दछौँ। नभए एमाले र काङ्ग्रेस जस्तै के गर्छौँ? गर्लाम गुर्लुम ढलिन्छौँ। हामीलाई कसैले पनि वास्ता गर्दैन। अनि ओह्रालो लागेको मृगलाई केले खेद्छ अरे? बाख्राले पनि खेद्छ होइन? ओह्रालो लागेको मृगलाई बाख्राले पनि खेद्छ भने जस्तै परमेश्वरको वचन हाम्रो हृदयमा छैन भने, हामीले पर्खाल बनाएनौँ भने हाम्रो बाहिर सुरक्षाले हामी केही पनि सुरक्षा गर्न सक्दैनौँ। यसैले गर्दाखेरि प्रियहरू, आजैदेखि हामीहरूले के गरौँ भन्दाखेरि परमेश्वरको वचन पढौँ, परमेश्वरको वचन पढौँ। तपाईँ सुरक्षित रहन चाहनुहुन्छ, परमेश्वरको वचन पढ्नुहोस्। तपाईँले बुद्धि बढाउन चाहनुहुन्छ, परमेश्वरको वचन पढ्नुहोस्। तपाईँले छोराछोरी बनाउन चाहनुहुन्छ, परमेश्वरको वचन पढ्नुहोस्। अनि तपाईँले के गर्नुहुन्छ भन्दाखेरि बाउ आमालाई आदर गर्न चाहनुहुन्छ, परमेश्वरको वचन पढ्नुहोस्। तपाईँ केही गर्न चाहनुहुन्छ, परमेश्वरको वचन पढ्नुहोस्। परमेश्वरको वचनले के गर्नुहुन्छ त भन्दाखेरि हामी प्रत्येकलाई आशिष
दिनुहुनेछ। आमेन। आमेन।